हवस् त नमस्कार म जनक कल्याण सहयोग समूहको अध्यक्ष हुँ अनि म यहाँलाई खास सहयोग नै धर्म हो भन्ने मूल नारा लिएर स्थापित भएको जनकल्याण सहयोग समूहबाट भेट्ने एउटा मैले कोसिस गरेँ। हजुर यताकै बासिन्दा हुनुहुन्छ अहिले अनि म अहिले खासमा गौरीगङ्गा नगरपालिकाको राजीपुर भन्ने ठाउँमा छु। मसँग लगभग 3-4 महिना अगाडिबाट क्यान्सर ग्रस्त पीडित एकजना बिमारी हुनुहुन्छ। उहाँको नाम लालबहादुर पानी हुनुहुन्थ्यो कि हजुर यहाँलाई धेरै त होइन थोरै भए पनि हाम्रो समूहले सानो सहयोगबाट पनि हजुरको रोकथामलाई ठुलो सहयोग पुग्छ भन्ने आशले केही आर्थिक रकम सहयोग गर्नको लागि म आएको छु। मसँग सानो रकम छ। त्यो रकम हाम्रै एकजना साथी हुनुहुन्छ विदेशतिर, उहाँको पहलमा प्रोफेसर पहलमा कृष्ण गुरुङ, जयबहादुर राई, योगेन्द्र थापा, कुल थापा, सञ्जीव अब्दुल रमान, मोहम्मद साली, निराज गुरुङ, टेक प्रसाद, नरेश ठाकुर, भास्कर पौडेल, पुष्पा खड्का उहाँहरूले आफ्नो तर्फबाट केही सानो रकमहरू सङ्कलन गरेर म त्यो रकम हजुरलाई आफ्नै हातले बुझाउन आएको छु। र मसँग यहाँनिर उहाँको छोरा प्रकाशजी र उहाँका छोरी बुहारीहरू अनि उहाँको परिवार पनि सँगै हुनुहुन्छ। म एकछिनमा हजुरलाई यो हस्तान्तरण गर्दैछु। हजुर रोक्दैन।